नमस्कार सम्पूर्णमा। आज भने म तपाईहरुमा चाहिँ एउटा रोचक कथा लिएर उपस्थित भएको छु। एउटा सानो गाउँमा एकजना बुढी आमा हुनुहुन्थ्यो। उहाँको छोरा चाहिँ विदेश हुनुहुन्थ्यो र उहाँसँग मोबाइल थिएन। उहाँको चाहिँ जो पहिला पठाएका जो चिठीहरू थिए, रामले पठाएका चिठीहरू, मतलब उहाँको छोराले पठाएका चिठीहरू, उहाँले चाहिँ ती चिठीहरूलाई चाहिँ आफ्नो एउटा बाक्समा राख्नुभएको थियो र ती चिठीहरू बिहान उठ्ने बित्तिकै उहाँले चाहिँ हरेक दिन बिहान पढ्ने गर्नुहुन्थ्यो र छोरालाई सम्झिनुहुन्थ्यो। त्यसपछि कहीँ दिन बित्दै गयो। कहीँ दिन बितिसकेपछि बुढी आमा एउटा घाँस काट्नको लागि चाहिँ जङ्गल जाँदै हुनुहुन्थ्यो। बाटोमा एउटा युवक आएको देख्नुभयो। देखिसकेपछि त्यो युवक चाहिँ विदेशबाट आएको थियो र बुढी आमाले सोध्नुभयो, बाबु तिमी कहाँदेखि आएको भन्दाखेरि म विदेशबाट आएको र मेरो छोरा पनि विदेश गएको छ, धेरै वर्ष भयो आएको छैन, बेपत्ता भएको छ भनेर चाहिँ भन्नुभयो। र त्यसपछि त्यो विदेशबाट आएको मान्छेले भन्नुभयो कि तपाईको छोराको नाम पक्कै राम हो है भनेर चाहिँ सोद्धाखेरि हजुर हो, के भयो र मेरो छोरो भन्दा दिनुभयो। त्यसपछि मोबाइलकोमा चाहिँ भिडियो थियो, जो राम मरेको भिडियोहरू, र त्यो मोबाइलमा भएको चाहिँ फोटाहरू भिडियो देखाइसकेपछि आमा एकदमै भावुक हुनुभयो, कराउनु भयो, चिच्याउनु भयो है, रुनु भयो। अनि त्यसपछि त्यो युवकले चाहिँ मम्मीलाई चाहिँ त्यो बुढी आमालाई चाहिँ घरमा लिएर आउनुभयो। अनि घरमा लिइसकेपछि चिन्ता नगर्नु भनेर चाहिँ धेरै कुराहरू सम्झाउनुभयो। अब के गर्नु त, त्यस्तै हो विदेशको ठाउँमा भनेर चाहिँ उहाँले धेरै कुराहरू मलाई त्यो बुढी आमालाई भन्नुभयो। र कति दिनपछि बुढी आमा चाहिँ एकदमै बिरामी हुनुभयो छोराको कारणले गर्दा। र 10औं वर्षपछि चाहिँ त्यो बुढी आमाको मृत्यु भयो। एउटा यो कथाले हामी के सिक्न सक्छौँ भने त्यति धेरै उहाँले चाहिँ प्रतीक्षा गरेर बस्नुभएको थियो बुढी आमाले, तर छोरासँग उहाँको चाहिँ भेट भएन। छोरा चाहिँ विदेशमै मृत्यु हुनुभयो। त्यस कारणले गर्दा बुढी आमा एकदमै दुखी हुनुभयो। यो छोराको कारणले पनि बुढी आमा मर्नु पर्यो है। त्यही भएर चाहिँ हामी नेपालीको एकदमै वैदेशिनीको एउटा लहर होइन, कर हो। हरेक मान्छेलाई आफ्नो घर परिवारको अति नै माया हुन्छ, ममता हुन्छ, स्नेह हुन्छ, र पनि आफ्नो घर छोडेर चाहिँ वैदेशिनु पर्छ, यो चाहिँ पीडाजनक हो, एकदमै पीडा हो भन्दै म यी छोटो कथामा यही समाप्त गर्न चाहन्छु। हस्त नमस्ते, धन्यवाद।